बिहे भएको 6 वर्षसम्म पनि बच्चा नहुँदाखेरि धेरै नै सुन्नु पर्थ्यो कि गाउँघरमा पनि अब यस्तो भन्दाखेरि पनि एकदम चित्त दुख्थ्यो क्या। अनि आइभीएफ प्रोसेसमा आइभीआई पनि मैले 2-3 पटकसम्म मैले आइभीआई पनि गरेको हो। यहाँ चाहिँ नर्मल्ली नै भयो नै भन्दा हुन्छ कि ट्विन्स। यति राम्रो बाबुहरू आज काखमा लिनु पाएको छु, यही नै हाम्रो लागि ठुलो हो। नमस्ते, म दिपा ढुङ्गाना, काफ्ले टोखाचोरदेखि। म अरू कति हस्पिटलमा जाँदाखेरि डाइरेक्टली नै आइभीएफ प्रोसेसमा आइभीआई पनि मैले 2-3 पटकसम्म मैले आइभीआई पनि गरेको हो, गर्नुपर्छ भनेर। तर यहाँ चाहिँ नर्मल्ली नै भयो नै भन्दा हुन्छ कि ट्विन्स जस्तो आइभीआई केही पनि गर्नु नै परेन। डाक्टर निसिमासँग भेट भयो, उहाँले हामीलाई राम्रो ट्रिटमेन्ट गर्नुभयो, राम्रो फलोअप गरेर यसो गरौँ भन्नुभयो। उहाँकै फलोअप अनुसार हामी गयौँ, त्यसरी नै हामीलाई ट्विन्स बाबु 2टा भयो। यसको लागि म डाक्टर निसिमालाई चाहिँ धेरै धेरै नै धन्यवाद दिन चाहन्छु। त्यही पनि बिहे भएको 6 वर्षसम्म पनि बच्चा नहुँदाखेरि धेरै नै सुन्नु पर्थ्यो कि गाउँघरमा पनि अब यस्तो भन्दाखेरि पनि एकदम चित्त दुख्थ्यो क्या। पिरियड पनि रेगुलरै हुने होइन, अब समस्या खास केही पनि नहुने, धेरै ठाउँमा जाँदा धेरै औषधि खाँदा शरीरै बिग्रिया जस्तो लाग्थ्यो क्या, आफूलाई नै विकनेस भएको जस्तो लाग्थ्यो कि। अनि अब त जहिले हुन्छ त्यही नै ट्राई गर्ने भनेर बसेको थिएँ नि। तर यहाँ आएपछि एकैचोटिमै खासै केही गर्नु परेन, उपचार पनि एकैचोटिमा नै यति राम्रो छोराहरू भए होइन। यसको लागि चाहिँ म धेरै नै खुसी छु क्या, धेरै नै खुसी छु म। यति राम्रो बाबुहरू आज काखमा लिनु पाएको छु, यही नै हाम्रो लागि ठुलो हो। तपाईँहरू पनि सन्तान भएन भन्दा पनि यहीँ आउनु होला, एकचोटि यहाँ आएर यसो भेट्नुहोस्, उहाँहरूसँग फलोअपमा बस्नुहोस्। आफ्नो एउटा विश्वास हो, हुन्छ पक्कै पनि हात खाली जानु पर्दैन, यति चाहिँ विश्वास लाग्छ मलाई। हार्दिक आइभीएफ एन्ड फर्टिलिटी सेन्टर